नमस्कार। आज हामी तपाईलाई मन्थली पल्स सर्वे कसरी गर्ने भन्ने बारेमा एउटा ट्युटोरियल लिएर आएका छौं। वर्षेनी हुने इएनपीएस सर्वे त सबैलाई अवगत नै छ, तर यसपालिदेखि हामी मन्थली पल्स सर्वे पनि सुरु गर्दै छौं। यसले गर्दा हामी तपाईहरूको सुझाव अझ चाँडो सुन्न र कार्यान्वयन गर्न सक्षम हुनेछौं। यो सर्वे हामीले डाफे पोर्टल मार्फत गर्नेछौं। डाफे पोर्टल मार्फत तपाईहरूलाई दिने अन्य ट्रेनिङ जस्तै गरी सर्वे फर्म उपलब्ध हुनेछ। तपाईहरूलाई सर्वे फर्म असाइन भएपछि इमेल र एसएमएस मार्फत जानकारी प्राप्त हुनेछ। इमेल वा एसएमएसमा आएको लिङ्कमा क्लिक गरी डाफे पोर्टलमा जानुहोस्। यहाँ लगइन भाया वर्ड लिङ्कमा क्लिक गरी तपाईको एक्सचेन्ज आइडी र पासवर्ड राखेर लगइन गर्नुहोस्। त्यसपछि देखिने एक्सेप्टमा क्लिक गरेपछि तपाई पोर्टलमा प्रवेश गर्नुहुनेछ। अब यसरी देखिएको सर्वेमा भएको स्टार्ट बटनमा क्लिक गरी प्रश्नहरूको निर्देशन अनुसार इमानदारीतापूर्वक आफूलाई उपयुक्त लाग्ने जवाफ छनौट गर्नुपर्दछ। सम्पूर्ण प्रश्नहरूको उत्तर दिइसकेपछि अन्तिममा रहेको सबमिट बटनमा क्लिक गरी सर्वे सम्पन्न गर्नुपर्दछ। महत्त्वपूर्ण कुरा, यसरी पठाइएको सर्वे फर्ममा कर्मचारीहरूको व्यक्तिगत विवरण गोप्य राखिनेछ। त्यसैले निसङ्कोच र आत्मविश्वासका साथ आफ्नो मूल्याङ्कन भर्नुहोस्। तपाईले दिनुभएको सुझावले हाम्रो कामलाई अझ राम्रो बनाउन थप मद्दत पुर्याउँदछ। तपाईको जवाफहरू सिधै थर्ड पार्टी अर्थात् बाहिरका विशेषज्ञहरू मार्फत एनालिसिस गरी रिपोर्टको रूपमा सिधै हाम्रो कम्पनीको सिइओ समक्ष पेश गरिन्छ। धन्यवाद।